हेलो हेलो साथीहरु सबैजनालाई नमस्कार। म सन्चै छु, हजुरहरु पनि सन्चै हुनुहुन्छ होला। आजको दिन मैले दिउँसोबाट भिडियो खिचे, यो हजुरहरुलाई देखाउँदैछु ड्रिम बेम्बो हाउस एन्ड सेक्वा कर्नर। अब चाहिँ म फुललाई पानी हाल्न जाँदैछु। बेलुका भइसक्यो, फुलहरु सबै मरेर पनि सकिसक्यो। कसले पानी हाल्दिनु भएको? यसरी पानी हाल्न छोड्न पाइन्छ यो? हे ईश्वर मेरो भगवान, हेर्नु है यहाँ साथीहरु, मैले एक दिन हेरिन भनेको विकल्प यो हुन्छ। हेर्नु यहाँ कति घण्टा भयो पानी हाल्दिएको है। पानी हालेर यता सबै नष्ट भइसकेको छ, यस्तो भइसकेको छ। अब के गर्ने, आफू नभएपछि त्यस्तै हुन्छ। हाम्रोतिर चाहिँ पानी खल्लललल आउँछ है मोटरबाट हैन, तर लाउनु चाहिँ पर्छ। पानी पानी छ, सफासुग्घर गर्दैछिन् नानीले। म चाहिँ यहाँ पानी हाल्ने काम गर्छु। अब फुललाई सबैजना मिलिजुली काम गर्नुपर्ने हुन्छ। यो फुल चाहिँ यस्तो फुलिरहेको छ। बिचरा सरले पानी हालिदिनु भयो, अनि थाहा नपाएर अरू काम गर्दा गर्दै बिर्स्यो। पानी हालेन भने चाहिँ बर्खाको, अब बर्खामा पनि पानीको पानी हुन्छ, हिउँदामा पनि यस्तो हुन्छ। हजुरलाई के भन्नु, अब मैले यो सबै सुक्खा आराम भइछ है। म पानी खान्छु अब। यस्तो गरेर यो पानी भरौँ अब यहाँ ड्रममा। यस्तै छ। यो चाहिँ हाम्रो नक्कली मैया। पानी सबै नष्ट भइरहेको छ है। यस्तै छ यहाँको